शिशिर योगीले केही समय अगाडि एउटा झोले र चम्चाहरू भन्ने गीत ल्याएका थिए, जसमा एक लाइन बारम्बार दोहोऱ्याउँदै भन्छन्, साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू। काठमाडौँ कब्जा गर्न झोले कम भएपछि एमालेले झोले बन्ने अभियान सुरु गरेछ, अर्थात् आफूलाई झोले ब्रान्डिङ गर्न थालेको छ। अरू देशका नेता तथा कार्यकर्ता जनतालाई मालिक बन्न सिकाउँछन्, तर हाम्रा त सगौरव भन्छन् म झोले हुँ। अरूको सिद्धान्त बोक्ने, बाह्य शक्तिको एजेन्डामा काम गर्ने, काण्डै काण्डको बोझ बोक्ने, पञ्चामृतलाई पाखण्ड देख्ने तर होली वाइन पवित्र मान्नेहरू नै झोले हुन्। अब आफैले आफैलाई नामकरण नै गरेपछि जनतालाई पनि बोलाउन सजिलो भयो, ए झोले कमरेड भनेर। लाज हराएको हो कि लाज पचाएको हो कि लाज मरेको हो, म झोले हो भन्दै स्टन गरिरहेका छन् केही मानिसहरू। लाखौं लाख युवालाई विदेशमा बेचेर झोलाभरि पैसा छ। कोशी, बुढीगण्डकी, महाकाली बेचेर झोलाभरि पैसा छ। गिरिबन्धु, ललिता निवास, बाँसबारी बेचेर झोलाभरि पैसा छ। नागरिकता, राजधानी, समानुपातिक सिट बेचेर झोलाभरि पैसा छ। झोले होइन, म झोला हो भन्दा अझ राम्रो होला कि? व्यापारीको स्वार्थ गाँसिएको जमिन लिने, उद्योगीको कालो धन चन्दा लिने, कुख्यात कर्मचारी सेटिङ गरेर दैनिक 50 लाख असुल्ने, सरकारी जमिन हडप्ने, नागरिकतादेखि महाकाली बेच्ने, नक्कली भुटानी शरणार्थी बनाई जनता बेच्ने, खाक, खुर, छाला, सुन, नङ्ग्रा तस्करी गर्ने, गिटी, बालुवा, ढुङ्गा, रोडा अवैध उत्खनन गर्ने, आर्थिक अपचलन गर्ने, माथि बस्ने तस्कर र माफियाका झोले, तलका नेताका झोले। झोलेले चलाएको कठै हाम्रो देश। झोले नै थिए, झोले नै हुन्, झोले नै रहन्छन्। पहिलो पटक सत्य बोले। निमुखा नेपाली जनताको रगत पसिना चुसेर आफ्नोको आफ्ना आसेपासे दासहरूको र दलाल बिचौलियाहरूको झोला भर्ने, भरिदिने यिनीहरू झोले नै हुन्। बिचौलियाका झोलेहरू अन्ततः औकातमा आए। एमाले पार्टीबाट प्रधानमन्त्री भएका ओली नै म झोले हुँ भनेर ट्रेन्ड चलाएपछि बाँकी एमाले पनि चलाउनु पर्छ। जसले टेर्दैन ऊ एमाले हुँदै होइन कि ओलीलाई मान्दैन प्रष्ट हुन्छ। वास्तवमा झोलेहरूले नै यो देश बिगारेका हुन्। यो देशको दुर्दशा र व्यथितिको मुख्य कारण नै झोले हुन्। चोक, चिया पसल, जताततै राजनीतिक दलका तल्लो तहका पार्टीप्रति प्रतिबद्ध कार्यकर्तालाई झोले भनेर गाली गरेको देखिन्छ। कुनै बेला एक बसाइमा मैले नाम नबताउने शर्तमा एकजना राजनीतिज्ञलाई सोधेको थिएँ, के झोलेहरूले मत बेच्छन्, पैसा खाएर अर्को पार्टीको पक्षमा हिँड्छन्, वा एक गिलास रक्सी, दुई चोक्टा मासु खाएर अर्को पार्टीको उम्मेदवारलाई जिताउँछन् त? केही छिन सोचेर उनले भनेका थिए, होइन, झोलेहरू विपक्षी उम्मेदवारको एक पैसा पनि खाँदैनन्, आफ्नो दलप्रति वफादार हुन्छन्, दलले छानेको उम्मेदवार बाहेक अरूलाई भोट हाल्दैनन्। फेरि मैले सोधेको थिएँ, झोलेहरू रक्सी र मासुमा जनताको भोट खरिद गर्छन्? उनको जवाब थियो, होइन, नेताले किनिदिएको रक्सी मासु बाँड्न सघाउने मात्र हुन्, त्यत्रो औकात हुँदैन। फेरि सोधेँ, झोलेहरूले चुनावमा सघाए बापत राजदूत या अन्य कुनै मालदार नियुक्ति पाउँछन् त? जवाब थियो, पाउँदैनन्, उनीहरूको त्यत्रो ठुलो पहुँच नै हुँदैन। अनि ठुला साना ठेकापट्टा हात पार्छन् त? उनले भने, त्यो पनि उनीहरूको पहुँच बाहिरकै कुरा हो। अनि मैले भने, त्यसो भए को हुन् त झोलेहरू? उनले सठिक जवाब दिए, दलीय प्रणालीमा झोलेहरू विवेक शून्य कार्यकर्ता अर्थात् गणेउलाहरू हुन्। उनीहरूले राजनीतिक दल रूपी जमिनलाई खुकुलो र उर्वरा बनाइराखेका हुन्छन्। पार्टीले गरेका राम्रा नराम्रा हरेक निर्णय स्वीकार्नु र त्यसको पालना गर्नु नै झोलेहरूको काम हो। पार्टीको सिद्धान्त तिनलाई थाहा हुँदैन, तर पार्टीको नाम र नेताहरूको नामको ब्रान्ड नै उनीहरूका लागि अफिम हो। हामीहरू एउटा नेताको पछि लाग्छौँ, उसको झोला बोकिरहन्छौँ, आफ्नै छोराछोरीहरूलाई र आफन्तलाई पनि त्यही भ्रष्टाचारी नेताको बारेमा पाठ पढाइरहन्छौँ। एक किसिमको कमजोर मनस्थितिले न त स्वयंको व्यक्तित्वको विकास हुन्छ, न त आफ्ना सन्तानका। जीवनभर झोला बोक्दैमा आफ्नो अमूल्य समय खत्तम हुन्छ, साथै आफ्ना सन्तानको पनि। हामी झोलेहरू भएका छौँ। तिनै कुरूप अनुहारहरूको पछि लागेर हामी सडक तताउँछौँ, ज्यान गुमाउँछौँ, तिनलाई सत्तामा पुर्याउँछौँ। कस्तो विडम्बना हाम्रो!